यो दलित मात्र नभएर सीमान्तकृत समुदायलाई चाहिँ फोकस गरिएको छ। हामीले चाहिँ यो विभिन्न खालका मानवाधिकार कर्मी, एक्सपर्ट, प्रधानमन्त्री कार्यालयबाट समेत पनि बोलाएर चाहिँ हामीले छलफल गर्यौं। छुवाछुतको नाममा भएको होस्, चाहे त्यो गरिबीको नाममा भएको होस्, चाहे त्यो महिला भएर हेपिएको अवस्था होस्, चाहे युवा भएर अवसर नपाएको कुरा होस्, वा हाम्रो यो 6 दिनसम्म चलेकोमा चाहिँ वादी समुदायको कुरा गर्नुभयो, कुसुन्डा समुदायको कुरा गर्नुभयो, राउटेको कुरा गर्नुभयो, दलितको कुरा गर्नुभयो, महिलाका कुरा गर्नुभयो, बालबालिकाका कुरा गर्नुभयो, एलजीबीटीआईक्यूको कुरा गर्नुभयो। उहाँहरू सबैले के भन्नुभयो भने हामीलाई हाम्रो स्पेस, खास गरेर संयन्त्रहरूमा हामीलाई स्पेस, ठाउँहरू पाइएन। सामाजिक हिसाबले पनि हामीलाई अन्याय भएको छ, हामीलाई ठाउँ दिइएन। आर्थिक हिसाबले पनि आर्थिक अवस्था हाम्रो चाहिँ कमजोर छ। चाहे महिला होस् चाहे दलित होस्, तिनका आवाजहरूलाई दबाउने कोसिस गरिएको छ। म चारै राजनीतिक दलका प्रतिनिधिलाई के भन्न चाहन्छु भने तपाईहरु आफ्नो आफ्नो पार्टीको एजेन्डा मात्रै उठाउनुहुन्छ कि जुन चाहिँ पछाडी परेको व्यक्ति छ त्यसलाई त्यसको उत्थानका लागि काम गर्नुहुन्छ हैन? यहाँ मैले देखे चार राजनीतिक दलले चाहिँ आफ्नो आफ्नो एजेन्डा मात्रै सुनाएको जस्तो लाग्यो। अर्को कुरा तपाईहरुले यो चाहिँ अधिकारको कुरा गर्दै गर्दाखेरि अहिले नेकपा एमाले लगायत नेपाली कांग्रेसको राजनीतिक दलले गर्दा चाहिँ तपाईको सरकार बनेको छ हैन? त्यो बीचमा कुन चाहिँ दलितको छोरा चाहिँ मन्त्री भएको छ त्यो पनि म चारै राजनीतिक दलका प्रतिनिधिलाई सोध्न चाहन्छु। धन्यवाद। एकल महिलाका कुरा लिएर हामी जान्छौं। एकल महिलालाई अहिले पनि सामाजिक परम्परा अनुसार उलाई राम्ररी बाँच्न पाउने सम्मान र अधिकार दिएको छैन। त्यसपछि नागरिकताको एकदमै नागरिकताको विषय प्रचुर मात्रामा छ। तपाईहरु भाषणमा मात्रै जानुहुन्छ कि घर घरमा गएर एकल महिलाको लागि केही काम गर्नुहुन्छ? खाली प्ले कार्ड नदेखाएर मात्रै हुँदैन, किनभने हामी ती स्थलगत गएको छौं। कतिपय एकल महिलाको श्रीमान बितेको 15 वर्ष हुँदा पनि विवाह दर्ता सुद्धा भएको छैन। ऊ नागरिकताबाट वञ्चित पनि भएको छैन, सम्पत्तिबाट वञ्चित। यो कहिलेसम्म एकल महिला भोग्नु पर्ने हो? अब यसमा मैले नभने यो कानुन भन्दा पनि ठुलो भनेको चाहिँ यो परम्परा रहेछ, प्रथा रहेछ, यो कुरीति रहेछ, यो कुसंस्कार रहेछ। सबभन्दा ठुलो भनेको त यसलाई हटाउनलाई के गर्ने भन्ने बारेमा बरु चिन्तन मनन गरौँ। म त भन्छु हामी जनप्रतिनिधि मात्र होइन, आम नागरिकले यसका बारेमा आवाज बुलन्द उठाउनु पर्यो। तपाईँ हामी सबै जिम्मेवार हुनुपर्छ। एउटा महिलामाथि भएको हिंसाका विरुद्ध हामी सबै पुरुषहरू सडकमा आउनुपर्छ, अनि बल्ल महिलामाथिको महिलालाई न्याय दिन सक्छौँ हामीले। ल मानिलिए तपाईँ समावेशीको कुरा गर्नुहुन्छ, तर त्यो के भन्छ राजनीति बनाउनुको निम्ति थुप्रै क्याटेगोरी छ नि। ल क्याटेगोरी हेर्नुहोस् त, महिला चाहिँ सिफारिस गर्नलाई यो क्याटेगोरीको महिला छ कि छैन भन्दा त्यो पनि अलिक कमै देखाउनुहुन्छ। दलित छ कि छैन त्यो सम्भावित कर्मचारीकै परराष्ट्रभित्रकै परराष्ट्र सेवाभित्रबाटै कर्मचारी ल्याउँदाखेरि यसमा चाहिँ छैन, जिरो नै छ। अल्पसंख्यक मुस्लिम समुदायको छ कि छैन सम्भावित छैन भनेपछि अब हामीले हाम्रो ध्यान दिने भन्ने कुरा के हो भने हामीले समावेशी समानुपातिक समावेशी बनाउने सहरमा सांसदको हैसियत हामी गर्छौँ, हामी लागि पर्छौँ। तर त्यो समुदायलाई त्यो स्तरसम्म लैजाने चाहिँ दायित्व कसको हो भन्दाखेरि त राजनीतिक दलको पनि हो, त्यो सँगसँगै अन्य समुदायको पनि हो नि। सम्बन्धित समुदायले पनि त्यो स्थानमा जानको निम्ति आफ्नो क्याडरलाई परिपक्व बनाउने कि नबनाउने, त्यो तयारी बनाउने कि नबनाउने भन्दा अब बनाउने। तसर्थ हामीले बनाउने भन्छौँ, तर त्यो चाहिँ क्याटेगोरी मापदण्डले पुगेन भने त्यो ठाउँमा पुग्न गाह्रो छ।